हरेक मनसुनमा काठमाडौँले एउटै प्रश्न सोध्छ, काठमाडौँ फेरि किन डुब्छ? के यसको कारण केवल भारी वर्षा मात्रै हो? उत्तर त्यति सरल छैन। काठमाडौँको डुबान आजको समस्या भने होइन, दशकौँदेखि बढ्दै गएको अव्यवस्थित सहरीकरण, प्राकृतिक रूपमा पानी सोच्ने जमिनको कमी, नदी-नालामाथिको अतिक्रमण र कमजोर वर्षा पानी निकास प्रणालीले यो समस्या वर्षेनी गम्भीर बनाउँदै आएको छ। तर समाधानका लागि प्रयास भने भइरहेका छन्। धाप ड्याम अहिले सञ्चालनमा छ। यसले मनसुनको पानी सङ्कलन गरेर सुक्खा मौसममा बागमती नदी प्रणालीमा पानी छोडिरहेको छ, जसले नदीको बहाव कायम राख्न र जलस्रोत व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ। ढुङ्गेधारा, पोखरी र सिमसार क्षेत्रहरूको पुनर्जीवन मार्फत प्राकृतिक जलचक्रलाई पुनः सक्रिय बनाउने प्रयास पनि भइरहेको छ। ग्राउन्ड वाटर रिचार्ज र पोरस पेमेन्ट जस्ता आधुनिक प्रविधिहरूको प्रयोग सुरु गरिएको छ, जसले वर्षाको पानी जमिनभित्र सोसिन मद्दत पुर्याउँछ र सतहमा बग्ने पानीको मात्रा घटाउन सहयोग गर्छ। साथै नदी सफाई, नदीको सतहमा जमेको लेदो हटाउने, नालाको मर्मत सम्भार तथा वर्षा पानी निकास प्रणाली सुधार गर्ने काम पनि निरन्तर भइरहेको छ। यी सबै प्रयासहरू महत्त्वपूर्ण छन् र प्रशंसनीय पनि छन्, तर एउटा यथार्थ स्वीकार्नै पर्छ। तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका अगाडि यी प्रयासहरू मात्र पर्याप्त देखिँदैनन्। त्यसैले आज पनि नयाँ समाधानबारे बहस जारी छ। कतिपयले चोबारको गल्छी फराकिलो बनाएर उपत्यकाको पानी छिटो निकास गर्नुपर्ने सुझाव दिएका छन्। अरूले काठमाडौँको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न नयाँ पूर्वाधार र नवीन सोच आवश्यक रहेको तर्क गर्छन्। यहीबाट अर्को महत्त्वपूर्ण प्रश्न उठ्छ, के संसारका अन्य सहरहरूले पनि यस्तै समस्या भोगेका थिए? यदि भोगेका थिए भने उनीहरूले यसको समाधान कसरी गरे? यही चुनौतीको सामना गर्न जापानले निर्माण गर्यो मेट्रोपोलिटन एरिया आउटर अन्डरग्राउन्ड डिस्चार्ज च्यानल, जसलाई संसारले जिक्यान्स भनेर चिन्छ। यो संसारकै सबैभन्दा ठुलो भूमिगत बाढी नियन्त्रण प्रणालीमध्ये एक हो। करिब 50 मिटर जमिन मुनि रहेको यसको मुख्य सुरुङ 6.4 किलोमिटर लामो छ। यसमा विशाल भर्टिकल स्याफ्ट छन्, जसले बाढीको पानी भूमिगत सुरुङमा प्रवेश गराउँछन्। त्यसपछि पानी विशाल प्रेसर एडजस्टिङ ट्याङ्कमा पुग्छ। अन्त्यमा शक्तिशाली पम्पहरूले त्यो पानी सुरक्षित रूपमा इदो रिभरतर्फ निकास गर्छन्। जापानी आधिकारिक स्रोतहरूका अनुसार यो प्रणाली वर्षमा औसत करिब 7 पटक सञ्चालन हुन्छ र प्रति सेकेन्ड करिब 200 घनमिटर पानी पम्प गर्न सक्षम छ। अब प्रश्न उठ्छ, के काठमाडौँले पनि यस्तै सोच्न सक्छ? सायद आज होइन, सायद भोलि पनि होइन, तर आगामी दशकहरूका लागि भने यो अध्ययन गर्न लायक विषय अवश्य हो। काठमाडौँमा पनि भूमिगत फ्लड डाइभर्सन सिस्टम जस्तो अवधारणाको सम्भाव्यता अध्ययन गर्न सकिन्छ। यस्तो प्रणालीले मनसुनमा आएको अतिरिक्त पानी अस्थायी रूपमा सङ्कलन गर्न, अत्याधिक जोखिम भएको सहरी क्षेत्रबाट सुरक्षित रूपमा मोड्न र नदी वा भण्डार प्रणालीमा सहयोग पुर्याउन सक्छ। अवश्य पनि काठमाडौँ र टोकियोको भूगोल, जनघनत्व, अर्थतन्त्र र पूर्वाधार फरक छन्। त्यसैले टोकियोको समाधानलाई जस्ताको तस्तै काठमाडौँमा लागू गर्न सकिँदैन। तर एउटा कुरा निश्चित छ, दीर्घकालीन समस्या समाधान गर्न दीर्घकालीन सोच आवश्यक हुन्छ। काठमाडौँलाई केवल बाढीबाट जोगाउने होइन, बाढीसँग सुरक्षित रूपमा बाँच्न सक्ने, जलवायु परिवर्तनसँग अनुकूलित र भविष्यको चुनौती सामना गर्न सक्षम सहर बनाउने समय आइसकेको छ। किनकि अब प्रश्न केवल काठमाडौँ किन डुब्छ भन्ने होइन, अब हामीले सोध्नुपर्ने प्रश्न हो, हामी काठमाडौँलाई फेरि नडुब्ने सहर कसरी बनाउने?